ह्यापी मेरी क्रिसमस है साथीहरु, ह्यापी मेरी क्रिसमस। तपाईहरुको क्रिसमस कस्तो भयो? ढिलो भए पनि ह्यापी मेरी क्रिसमस ल। म त क्रिसमसमा त काम गर्दा गर्दा थाकेर लोत भइसकेको थियो। अनि सँगसँगै अब हाम्रो लोसार पनि आउने बेला भइसक्यो, नजिकिँदैछ है। एकदम लोसारको पर्खाइमा पनि छु। अनि विदेशमा भएको साथीहरुले गिफ्ट के पाउनु भयो त क्रिसमसमा? मैले चाहिँ गिफ्ट चाहिँ क्रिसमसमा एक बक्स पाएँ हैन। तर के छ भन्ने चाहिँ मैले अहिलेसम्म हेरेको छैन। आज म खोल्न गइरहेको छु तपाईहरुसँगै है। हेरिदिनु होला है के छ। हामी हेरौँ न त मेरो पनि क्रिसमसको गिफ्ट के रहेछ। बल्ल त छुट्टी भएर रुम आइसके। अब मेरो एक हप्ता छुट्टी छ है साथीहरु। के छ होला नि भगवान मेरो क्रिसमसको गिफ्ट। खोल्दिम ती क्या हो? खोल्दिम। My lord. के रहेछ हेरौँ है साथीहरु। अम्मा खानेकुरा है। के को मासु दिएको नि यस्तो। तपाईहरुले पनि यस्तै पाउनु भयो गिफ्ट क्रिसमसको। कुकीज है। पिस्ताच नेभादास भनेर रहेछ है। पिस्ताचियो हालेको रहेछ कुकीज। व्हाइट लेबल। आम्मा हेर्नु न। अब मैले खानुपर्छ पिउनुपर्छ भनेर दिएको हो कि किन दिएको हो यो चाहिँ भगवान। के रहेछ? पिनट बटर पनि रहेछ। यो चाहिँ पिनट बटर। अनि यो पनि कुकीज रहेछ है। कुकीज यो पनि मिठो हुन्छ है। अनि ओलिभ पनि दिएछ। अब यो ड्रिङ्क सँगसँगै ओलिभ पनि खानुपर्छ भनेर चाहिँ यो दिनुभएको होला सायद है। सबै मिलाएर दिनुभएछ। अब मेरो चाहिँ एकदमै रहर चाहिँ के थियो भने यो गलबन्दी किन्ने मेरो पनि इच्छा थियो। गलबन्दी पनि दिनुभएछ। आम्मा हो। जिन्दगीमा यति धेरै गिफ्ट पाएको त नेपालबाट बाहिर निस्केदेखि त मैले त फर्स्ट टाइम हो आजै। वाउ राम्रो रहेछ है। अनि पैसा चाहिँ कति तिर्यो? अब जाराको रहेछ। जाराको ए म त सस्तोकै होला र पैसा काटेको होला सोचेको त। जाराको रहेछ। जाराको कम्तीमा नि यो 20 युरो त तिरेकै हुनुपर्छ। जाराको राम्रै हुन्छ नि त। ओ मैले त सस्तै होला भनेको त। जाराको पो रहेछ। अनि यो चाहिँ चकोलेट। यो पनि पिस्ताचियोसँगै मिक्स गरेको चकोलेट रहेछ। यो पनि मिठो हुन्छ। तपाईहरु पनि खान आउनु है। यो पनि चकलेट रहेछ। न्युटेला मिक्स भएको चकलेट। चकलेट अघिको जस्तो रहेछ। कसलाई मनपर्छ आउनु ल खानालाई। यो चाहिँ रेड वाइन रहेछ। रेड वाइन कति पर्छ होला यसको प्राइस? आम्मा यो बियर होइन? बियर होइन यो रक्सी रहेछ। आम्मामा यति धेरै पियो भने त म कस्तो होला हौ साथीहरु। मैले त पिउँदैन यतिसम्म पिएको पनि छैन। जस्ट अब ट्राई गर्नुपर्छ होला। 25 वर्ष 24 पुरा भएर 25मा नि लाग्यो नि त।
अब स्टार्ट गरौँ के हो पिउने है। आमा हो गिफ्टमा पनि यस्तो दिन्छ भनेको फर्स्ट टाइम देखेको त यस्तो गिफ्ट दिएको त। अब यहाँ चाहिँ के रहेछ हेरौँ है त। पैसा दिए पनि हुन्थ्यो। थ्याङ्क्स लर्ड, मैले जे सोचेको थिएँ त्यही दिनुभएछ है। एक 2 40 45 245 चाहिँ पैसा। आम्मा जिन्दगीमा मैले फर्स्ट टाइम गिफ्ट पाएको भए। तपाईँहरूले के पाउनु भयो देखाउनु ल गाइजहरू।